नेपाल आवाज संस्थाको कार्यालय समुद्घाटन तथा पद बहाली कार्यक्रम सम्पन्न। सुशासन, निष्पक्ष न्याय र नागरिक अधिकारको संरक्षणलाई आफ्नो मूल उद्देश्य बनाउँदै स्थापना भएको नेपाल आवाज संस्थाले काठमाडौँ महानगरपालिका 14 कलङ्की स्थित आफ्नो केन्द्रीय कार्यालयको औपचारिक समुद्घाटन तथा पद बहाली कार्यक्रम सम्पन्न गरेको छ। सुशासनसहित निष्पक्ष न्यायमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथ आयोजित कार्यक्रममा राजनीतिक, न्यायिक, सुरक्षा, सामाजिक तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थित रहेको थियो। नेपाल आवाजले नागरिकको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने, सामाजिक न्यायको पक्षमा उभिने तथा कानुनी सचेतना विस्तार गर्ने उद्देश्यसहित आफ्नो औपचारिक यात्रा प्रारम्भ गरेको छ। संस्थाले राज्य र नागरिक बीचको सम्बन्धलाई थप जिम्मेवार, उत्तरदायी र पारदर्शी बनाउन सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। कार्यक्रमको अर्को महत्त्वपूर्ण आकर्षक नवनिर्वाचित पदाधिकारीहरूको पद बहाली तथा शपथ ग्रहण रहेको थियो। संस्थाका पदाधिकारीहरूले विधि सम्बद्ध रूपमा शपथ ग्रहण गरेपछि प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो। शपथ ग्रहणसँगै पदाधिकारीहरूले संस्थाको विधान अनुसार निष्पक्ष, पारदर्शी र सेवामुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय श्री राजीव खत्रीले सुशासन, पारदर्शिता र नागरिक अधिकारको सुनिश्चितका लागि सामाजिक संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। सँगसँगै तपाईँले राज्य या जो कोहीलाई पनि प्रश्न गर्न नछोड्नुहोस् भन्ने विषय राख्नुभयो। सम्बन्धित मलाई पनि तपाईँले प्रश्न गर्नुपर्छ, अरूलाई पनि प्रश्न गर्नुपर्छ। प्रश्न भन्ने कुरा महत्त्वमा हो, त्यो प्रश्न नेपाल आवाजले गरिरहोस्। यदि अर्जुनले पनि कृष्णलाई प्रश्न गर्दैन भने गीताको रचना हुन्छ। त्यस कारणले यो प्रश्नहरू एकदम महत्त्वपूर्ण कुरा हो। हामी प्रश्नहरू नछोडौँ। प्रश्न सुशासन गरेर मलाई लाग्छ यो संस्था सुरुवात भएको छ। मैले सुरुकै मेरो शब्दमा सापट्टि हिँड्नु र हिँडिरहनु फरक कुरा हो। तपाईँहरू हिँडिरहनु भएको छ। तपाईँ यसरी हेर्नुहोस्, सुशासन कायम गर्नका लागि तपाईँहरू एउटा गतिलो आवाज बनेर गइरहनुहोस्। यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद। राजद सरहरूसँग मेरो यहाँ चिन्जान हुने अवसर पाएँ। मेरा पनि कतिपय कमी कमजोरीहरू रहन्छन्, तर यस्तै भेटघाटहरूले तपाईँहरूसँगको सम्बन्धका कारणले गर्दाखेरि म पनि कार्यक्रमका विशिष्ट अतिथि पूर्व न्यायाधीश डाक्टर परशुराम भट्टराईले कानुनी राज्यको अवधारणा व्यवहारमा लागू गर्न नागरिकमा कानुनी चेतना अभिवृद्धि आवश्यक रहेको समेत उल्लेख गर्नुभयो। त्यसैगरी पूर्व न्यायाधीश डाक्टर कृष्ण भट्टराईले निष्पक्ष न्याय, विधिको शासन र उत्तरदायी समाज निर्माणमा यस्ता संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियो। विशेष अतिथि उपरथी भरतबहादुर खड्काले अनुशासन, सेवाभाव र राष्ट्रिय हितलाई केन्द्रमा राखेर समाज सेवामा लाग्नुपर्ने आवश्यकता औलाउँदै नेपाल आवाज संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमका सभापति तथा नेपाल आवाज संस्थाका अध्यक्ष शिव प्रसाद घोरासैनीले संस्था कुनै राजनीतिक स्वार्थका लागि नभई समाजमा न्याय, सुशासन, मानव अधिकार र कानुनी सहायतामा विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बताउनुभयो। उहाँले देशभर शाखा विस्तार गर्ने, नागरिकको हक हित र सामाजिक न्याय र सुशासनको पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। साथै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, सहयोगी तथा सञ्चारकर्मीप्रति उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो। नेपाल आवाज संस्थाको कार्यालय समुद्घाटन तथा पद बहाली कार्यक्रमसँगै संस्थाले आफ्नो औपचारिक यात्रा प्रारम्भ गरेको छ। सुशासन, निष्पक्ष न्याय, नागरिक अधिकार, कानुनी सहायता तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढ्ने संस्थाको प्रतिबद्धताले आगामी दिनमा समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा समेत गरिएको छ। यही अपेक्षाका साथ सम्पन्न भएको कार्यक्रम समुद्घाटन तथा पद बहाली कार्यक्रमले सामाजिक अभियन्ताहरूको निर्माण गर्ने र नयाँ ऊर्जा थप्ने विश्वास समेत सहभागीहरूले जनाएका छन्।